दीदी चाहिए बोलाओगे कीर्तिकालाई बोलाओगे दिदी नि चाहियो भनिरहेको दोकान कहाँ छ छैन दोकान कहाँ छ उसले देखा छैन नि आज मात्रै हो त्यो बारे त पहिले टिका लगाएर हर्षिकासँग पठाइ हैन अहिले घरको कीर्तिका के कीर्तिका ओए रोकी ओए धरा दे छैन धरा दे नानी रे यहाँ के आइज रे त्यता दोकान होइन यहाँ अब कहाँ छ दोकान के थाहा हर्षिकासँग जाऊ कि हर्षिकासँग त्यसरी खुइलेला नि अरे भिराइ यही हो र काट्ने थाल खानु पर्छ हैन रे अहिले राख्नु पर्यो नि बहिनी त्यो समाएर ल्याएर काट्ने होइन र भागेसी भागेसी समाएर ल्याएर काट्ने होइन र थालमा धार है अहिले अलिकति काट्नुलाई गरौँ न फेरि तालुमा सट्ट लाग्ला नि कपाल भिजाउनु पर्ने होला नि फेरि अनि कसरी काटिन्छ त कपाल फेरि ऊ छ नि त कीर्तिक कीर्तिक है यो साराको गाई यो टाना हो यो साराले यसरी उठाउने हो काटेकै छैन त्यही त मैले भनेको निकाल्नु पर्छ के निकाल्नै पर्छ त्यो कैँचीले काट्दैन हुन्छ नि त अलिकति भने त्यो पुस बनाएको हामीले साराको किनपट्टि उता उता पछाडि फर्क पछाडि
किन फालेको कृतिक मैले भने नि है कपाल भिजाऊ पुरै पुरै भिजाऊ पुरै राम्रोसँग क्या अझै भिजाउ न अझै भिजाऊ भनेको यसरी गर न यसरी गर पुरै भिजाऊ गर्दैन चप्पल जुत्ता लाउनु पर्छ नि अहिले होइन के भाग्ने नानी हजुरलाई छिट्टै रोटी बनाइदिए नि त हो ल थ्याङ्क यू वेलकम मैले भन्दिनँ हिजो मैले भने होइन अनि मैले यहाँ भन्दै होइन मजाले कस्नु त मजाले कस्नु यो पनि कहिलेको नबिगेर हो यो हामीले त भेटेको त्यो ऊ हाल्नु पर्यो त्यो सब होइन त्यो सेफ्टी हाल्दै ठिक हुन्छ त्यहीँबाट त ल्याएको नि त्यहाँ थिएन यस्तो होला नि खोइ हजुर यो बाहिरै हुनुपर्ने यसरी हो यसरी जानु ल ल ल ए तास्दैन यार होरे होरे नचलाइ अलिकति अहिले नचलाइ कपाल चाहिँ उ गर्नु हुन्न नि रागो ल्या हैन र अघि धागो ल्याएको छैन नि रागो ल्याएको थियो झन् धागो छ त धागो छ क्या अघिको त्यत्रो धागो छ त्यो चारैतिर हामीले राख्छौँ सबै यहाँ हाल्नुपर्छ कपाल छ टुप्पी राख्नु हुन्न रे राख्छ राख्नु हुन्न रे बाजेको तर्जिया के मान्छे राखेको अहिले खै के गरे राम्रो कपालहरू देख्ने नहुने फेरि हैन नचुनु ती त कपाल लिएर त मान्छे नराम्रो बेसी हैन बाख्रा छैन यति काटेर त उ हाल्दिनु पर्ने नि मिसिन हो कहाँ मिसिन राउन्ड कुन्ने तालु अनि पछि ल ल अहिले भिडियो देखाइदिउँला हजुर तर पुरै त सर्टै गएको छैन है नभिजेर हो कि राम्रोसँग पानी ल्याउ त हातमा ल्याउ न हल्का गिलासमा ल्याउ गिलास छ भने गिलास ल्याउ ल म काटी काटिनु हुन्छ पानी ल्याएको गति पनि गिलासमा ल्याउ न एउटा कोठा मात्र भान्जाले होइन के तल गर्ने हो यस्तो सिधा बस्छ थाल केही हुन्न कि अहिले यस्तो सबै पार्ने भने क्या त्यो एउटा खसिहाल्छ अहिले पछि अहिले सबै झार्ने त्यही बोतलको पानी हाल्नु हुँदैन त्यो हाल्दैन पण्डितको अरे त्यो पण्डितले खाने पानी ल गिलास छैन र एउटा बोतल छ कि दिदी
पुग्दैन त्यही पानी ल्याउनु न त्यो बोतलको पण्डितको पानी हेर के ए छोड दे होइन वरिपरि गरे त्यो पानी होइन यस्तो धेरै ल्याइदिनु नहुनै पर्छ के केही नै हुने भित्र सादा पानी हो क्या